हेलो एभ्रिवान, आज मसँग छ एमजी विन्सर। यदि तपाईहरुलाई थाहा छैन भने यो गाडी इन्डियन मेड हो र इन्डियन मेड भइसकेपछि हजुरहरूले यो गाडी पर्चेस गर्नुभयो भने हाम्रो नेपाल र इन्डियाको बोर्डर हजुरहरूलाई थाहा नै छ कति ओपन छ र कति सजिलो नै छ। इन्डियन मेड भइसकेपछि यसको पार्ट्स एसेसरिज पनि मगाउनु पर्यो भने एकदम सुपथ समयमा र सुपथ मूल्यमा नै पाउन सक्छौं। यदि तपाईहरुलाई थाहा छैन भने एमजी विन्सर चाहिँ इन्डियामा सबैभन्दा हाईएस्ट सेलिङ ब्रान्ड पनि हो र यसको लुक्सको कुरा गर्नु पर्दाखेरि कति मान्छेलाई मन पनि पर्छ, कतिजनालाई ठिकै पनि लाग्छ है। आई पर्सनल्ली लाइक दिस लुक्स। गाडीमा हेर्नुहुन्छ भने हजुरहरूले अगाडिको चक्कामा 100 किलोवाटको मोटर पाउनुहुन्छ भने यसले चाहिँ 200 mm को टर्क प्रोड्युस गर्छ र ग्राउन्ड क्लियरेन्स 186 रहेको छ र चारैवटा चक्का 18 इन्च प्लस इलेक्ट्रिकल एलो व्हील्स पनि पाउनुहुन्छ। आज यसको हाम्रो आउटर लुक्सको बारेमा भन्दा पनि हामी भित्र गएर इन्टेरियरको बारेमा धेरै कुरा गर्नेछौँ। सो लेट्स गेट इन्टु द भिडियो। सो फर्स्ट अफ अल गाडीभित्र छिर्ने बित्तिकै ओ माई गड यति ह्युज लाग्छ कि हुन्छ नि। म हिजो पिकअप गर्न जाँदाखेरि आम्मा यति यो अगाडिको ग्याप झन् यति ह्युज लाग्ने कि हुन्छ नि, जस्तै अगाडि एकजना सुते पनि हुन्छ क्या, त्यस्तो ह्युज लाग्ने क्या। अनि सो फर्स्ट इम्प्रेसन चाहिँ गाडी अति ह्युज छ अनि सिट एकदम बवाल छ क्या, भेन्टिलेटेड प्लस हिटेड पाउँछ होइन त हजुरहरूले त अगाडिको दुइटैमा। पछाडि चाहिँ अनफर्चुनेटली छैन, त्यही पनि पछाडि जस्तो लग्जरी फिल र यो सिटको प्रिमियमनेस यस्तो बवाल छ यार। ओ माई गड फिलिङ आउँछ क्या। आहा, हर्न पनि क्या क्रिस्प छ क्या। सुन्नु चाहिँ भएको छैन होला तर मलाई चाहिँ कस्तो क्रिस्पी टाइपको लागिरहेछ। यस्तै हर्नहरू मलाई क्या मनपर्छ क्या। ओभरअल लुक्स पनि ह्युज नै छ, हल्का अफ रोड जस्तो सेगमेन्ट आयो। अब हेरौँ है त, हामीले यसमा 186 को ग्राउन्ड क्लियरेन्स पाउन सक्छौँ। अलिकति डाउन साइड भनेको चाहिँ यो रेन्जमा चाहिँ हुन्छ नि, मलाई चाहिँ अलिक रेयर व्हिल ड्राइभ दिएको भए अलिकति बेटर हुन्थ्यो जस्तो लागिरहेछ कि, किनभने रेल व्हिल ड्राइभ चलाउनुको मजा नै छुट्टै छ क्या। भन्नुको मतलब यो चाहिँ नराम्रो होइन कि, तर रेल व्हिल ड्राइभ भयो भने कति ठाउँमा एडभान्टेज हुन्छ क्या। फर्स्ट थिङ अगाडि नै यो गाडीभित्र छिर्दाखेरि चाहिँ नोटिस गरेको भनेको चिज भनेको चाहिँ कप होल्डर छ कि कतिवटा अगाडि नै 1 2 3 4 5 अनि तलको स्पेस शुद्ध गरेर लगभग 6-7 वटा नै कप होल्डर छ क्या। यति स्पेसियस छ गाडी। आमामा, अहिले हामी 3टा लगेज पछाडि बोकेर हामी यो डिस्टेन्स ट्राभल गर्दैछौँ क्या। लगभग टोटल 30+ किलोमिटर्स होला। हुन्छ नि, बाहिरको साउन्ड पनि हल्का कम नै छ, त्यस्तो त नभनौँ, अलिअलि त सुनिरहेछ। अब पानी पनि पर्न लागिरहेछ, पानीको आवाज पनि के कतिको सुन्दर रहेछ त्यो पनि हेरौँ है त। यसमा भोइस कमान्ड पनि छ है। अब जस्तै ट्राई गर्छ है त, म यो सनसेड ओपन ट्राई गर्छु है त। I'm listening. ओपन सनसेड। The sunshade has been opened. Has been opened. देख्न सक्नुहुन्छ, ओपन भइरहेको होला। धन्न यो क्लोज गर्ने छ के, नत्र गर्मी महिनामा त आम्मामामामा। आई पर्सनली डोन्ट लाइक दिस। हुन्छ नि, यो मान्छेले कति प्रायले चाहिँ मनपर्छ होइन, मलाई चाहिँ अलिकति म चाहिँ अभोइड नै गर्छु कारहरूमा। किनभने गर्मी महिनामा त यहाँबाट जस्तै यो क्लोज गर्ने छैन भने त अझै झन् यस्तो हिट हुन्छ कि यस्तो हिट हुन्छ कि आम्मामा, पुरै छोडिदिउँ। लङ राइड विथ दिस भेहिकल विथ दिस कम्फर्ट फिल्स अमेजिङ म्यान। यतिको प्राइस रेन्जमा यतिको कम्फर्ट चाहिँ छैन होला मेबी मेरो विचारमा यो सेगमेन्टमा क्या। यतिको कम्फर्ट, लग्जरी
दिने भेहिकल चाहिँ। हजुरहरूले यो गाडी किन्ने सोचमा हुनुहुन्छ भने होइन, आई विल टेल यु गो फर हुन्छ नि टप भेरिएन्ट के। टप भेरिएन्टमा चाहिँ हजुरहरूले यो टाइपको कुसन सिटहरू पाउनुहुन्छ, अनि यो स्क्रिन पनि पाउन सक्नुहुन्छ। बेस भेरिएन्टमा चाहिँ यो स्क्रिन छैन क्या। हुन त सबै यसको मोडल तिनटै मोडलमा मोटर पावर अनि ब्याट्री क्यापेसिटीहरू सेम नै छ, तर टप मोडलमा चाहिँ योहरू छ क्या, यो फिचरहरू छ, अनि यो सिटहरू पाउन सक्नुहुन्छ। त्यसको कारणले चाहिँ यो गाडी किन्दै हुनुहुन्छ भने चाहिँ गो फर टप मोडल। ओए आम्मा कत्रो ढुङ्गा यार। त यसमा चाहिँ हामीले 3टा रिजनको मोड पाउन सक्छौँ है। अहिले अब हामी यो प्योर रेन्ज टेस्ट जस्तो चाहिँ भएन, किनभने हामी रोक्दै यताउति गर्दै सुट गर्दै हिँडिरहेछौँ। अब हामी फाइनली हाम्रो डेस्टिनेसनमा पुगिसकेपछि चाहिँ लगभग कति % ब्याट्री हुन्छ त्यहाँबाट चाहिँ, अनि हामी फर्किँदाखेरि चाहिँ ओह्रालो छ नि त, ओह्रालोमा यसको रिजेनको पावर कति हुँदो रहेछ हेर्छौँ। हामी टपमा राखेर हेर्छौँ। 3टा मोड भइसकेपछि एकदम लो अनि मिड अनि त्यसपछि हेभी छ होला, हेभीमा राखेर पनि हेर्छौँ है त। यो असली मजा चाहिँ ड्राइभर सिटमा भन्दा नि होइन पछाडिको सिटमा मजा आउँछ क्या। अहिले म तपाईँहरूलाई देखाउँछु है, पुरा रिक्लाइन गर्नु मिल्छ क्या। हेर्नुहोस् है डनहरू हाम्रो बाटो कब्जा गरेर बसिरहेको छ। ल जाँदै नजाने यार। ए यहाँ 360मा हेरौँ न। हेर्नु न जाँदै जाँदैन यार। 360 भएको फाइदा। के खालको कुकुरहरू यार। 360 चाहिँ अलिक कार्टुन नै दिएछ कि यसमा है। मलाई चाहिँ त्यस्तो लाग्यो, किनभने यतिको रेन्जमा यो पाङ्राहरू नै गुडेको दिएको भए चाहिँ होइन अलि राम्रो हुन्थ्यो कि। 2D त ठिकै छ, 2Dको क्वालिटी छ भने चाहिँ। 3D चाहिँ अलिक कार्टुन नै छ कि। अबको यो सेक्सनमा चाहिँ कस्तो हुँदो रहेछ हेरौँ है त। कति अप्सन त छ टक्क पाराले। धेरै वाह, ल नाइसली डन। जङ्गबहादुर राणाको अरे कान्छी बुढीलाई ल दरबार ककनीमा दरबार बसन्ती दरबार। हामीले यो एन्टायर ट्रिप चाहिँ नर्मल मोडमा नै चलाइरहेको छौँ। यसमा चाहिँ इको प्लस मोडमा चाहिँ अलिकति बेसी एक्स्ट्रा अलि रेन्ज पाउँछौँ हामीले। अहिले हामीले चाहिँ चलाएको छैन, अहिले हामीले हेभीमै राखेको छौँ रिजेन चाहिँ। मलाई यो गाडीको अलिकति डाउन साइड चाहिँ के लाग्यो भने अगाडि त्यो हेडलाइट छ नि, त्यो साइडको हेडलाइट चाहिँ बसेर चलाउँदाखेरि अब केही गरी यस्तो ब्लाइन्ड स्पटमा ठोक्यो भने चाहिँ सिधै हेडलाइटमा ठोकिने रहेछ क्या। यसो चलाएर फिल गर्दाखेरि अब अगाडि बोनेट त छैन होइन, तर यो अगाडिको स्पेस युज भएको कारणले हल्का अगाडिको अब्स्ट्याकलहरू देख्दैन क्या। नदेखेपछि चाहिँ अलिकति ब्राइन्ड या यस्तो कर्नरमा या केही चिजसँग ठोकिहाल्यो भने चाहिँ अलिकति इम्प्याक्ट पर्ने जस्तो चाहिँ देखेँ। अरू बाँकी ब्रेकिङहरू सस्पेन्सन वाइज चाहिँ एकदम राम्रो नै लाग्यो मलाई। इको प्लसमा चाहिँ भ्यालीभित्र मात्रै चलाउँदा ठिक, किनभने पावर त्यति फिल चाहिँ गरेन। अलिकति पुस गरे पनि इन्स्ट्यान्ट पावर चाहिँ नआइहाल्दो रहेछ। यो गाडीको लुक्सको अलिकति कुरा गरौँ है त। कम्पनीले चाहिँ के भन्छ भने अगाडि बोनेट दिए हुन्छ नि त अरू गाडीमा, अनि त्यो बोनेटको
को स्पेस युटिलाइज चाहिँ यसको भित्र नै गरेको छ भनेर भनेको छ क्या। अनि हुनु पनि हो, 3टा सुटकेस हामी अहिले बोकेर हिँडिरहेछौँ होइन, 3टा अटेर पनि अझै हुन्छ नि भित्र स्पेस हेर्नुहुन्छ भने जस्तो लगभग 7 फुटको मान्छेलाई पनि एम्पल अफ स्पेस हुन्छ क्या। हामीले के भन्नु मिल्छ भने जस्तै यो रेन्जमा होइन बिजनेस क्लासको फिलिङ दिन्छ यो गाडीले। सेफ्टी वाइजमा चाहिँ यो गाडीमा चाहिँ होइन अन र गाडी अन अफ गर्ने बटन पनि छुट्टै छ। अनि हजुरले पार्किङ पनि बटन छुट्टै पाउनुहुन्छ। अनि कस्तो छ भने अटो होल्ड पनि छ हुन त होइन। यो सिट बेल्ट नलाइकन चाहिँ गाडी अगाडि बढ्दैन। यो सेफ्टी वाइजमा चाहिँ यो चाहिँ एकदम इम्पोर्टेन्ट जस्तो नि लाग्छ, किनभने प्रायः जस्तो गाडीमा सिट बेल्ट नलागे पनि मान्छेहरू कुदाएर हुन्छ, वार्निङ आउँछ। तर यो गाडी चाहिँ सिट बेल्ट नलागेसम्म चाहिँ बढ्दै नबढ्ने रहेछ क्या। अघि मैले झुकेर सिट बेल्ट लाएको थिएन है, अनि गाडी अगाडि बढाउँछु यार, पाङ्रा चाहिँ घुम्छ होइन, तर पछाडिको विल लक हुन्छ कि के हुन्छ, गाडी अगाडि नै नबढ्ने रहेछ क्या। यसमा यो फिजिकल बटन दिएर पनि कस्तो सजिलो भएको छ क्या। किनभने अहिले प्रायः जस्तो इलेक्ट्रिक गाडीहरूमा पुरै डिस्प्ले ओरिएन्टेड हुन्छ नि त, डिस्प्लेबाट सबै कन्ट्रोल गर्ने, एसीदेखि लिएर भेहिकलको मोड चेन्ज गर्नेदेखि लिएर सबै हुन्छ भने यसमा चाहिँ एसीदेखि लिएर मोड पनि चेन्ज गर्न यहीँबाट मिल्दो रहेछ क्या। ओके, आइ एम एट द ब्याक सिट। अनि ब्याक सिट पनि हेर्नुहुन्छ भने आहा क्या ल्याभिस छैन त, ओ माई गड। अनि आम्मामा स्पेस पनि हेर्नुहुन्छ भने हेर्नु न, ओ माई गड 5-6 जति छु म। अनि यत्तिको स्पेस भनेको त ह्युज हो यार। प्लस यो सिट रिक्लाइन पनि गर्न मिल्छ कि, आहा ल देख्न सक्नुहुन्छ। ओ माई गड, दिस इज द बिजनेस क्लास फिलिङ इन अ कार। हुन्छ नि प्र्याक्टिकल्ली सोच्दाखेरि एउटा हामीलाई चाहिने भनेको के हो एउटा कारमा? कम्फर्ट, रेन्ज, मोटर पावर, लुक्स। मलाई लाग्छ कम्फर्ट बिना चाहिँ अरू चाहिँ फितल हुन्छ, किनभने आखिरमा हामी गर्ने भनेको त ट्राभल नै हो होइन। ट्राभल गर्दाखेरि मेन चाहिने भनेको कम्फर्ट नै हो क्या। अनि चाहे गाडीको 1000 किलोमिटर दिने किन नहोस् होइन, आखिर कम्फर्टै छैन भने त त्यो खेर जान्छ क्या। त्यही भएर कम्फर्टमा चाहिँ एमजी विन्सरले चाहिँ एकदम ध्यान दिएर यो गाडी बनाएको जस्तो लाग्छ क्या। यदि तपाईँहरू पनि एमजी विन्सर लिने सोच गर्दै हुनुहुन्छ भने हुन त 3टा मोडल पाउँछौँ हामीले, तर आई विल सजेस्ट यु टु गो फर द टप मोडल। किनभने यत्तिको लग्जरी फिलिङ र फिचर कम्प्याक्ट हजुरहरूले टप मोडलमा मात्रै पाउनुहुन्छ। सो यो टेस्ट ड्राइभ चाहिँ मजाले गर्नु होला आफ्नो नियरेस्ट एमजीको सोरुममा गएर। थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड, र सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला है।